तलबाट ल्याउनु त्यसो ठुलो खोला नि जान्छ क्या वरिपरि डाँडाको टुप्पो फर्सी फर्सी बारी बारी हाम्रो त्यो त केही पनि छैन यार काँक्रा त एउटा पनि दिउला नि देख्नु छैन हो र यहाँ धेरै फल्यो रहेछ काँक्राहरू हामीले पनि टिमुर टिप्न पाइन्न हामी त टिमुर टिप्थ्यौँ होइन किन्न मलाई उहाँ पाउँछ टिप्महरू फ्रीमा टिप्नलाई त्यो 3 गिरीदेखि 3 गिरीको जङ्गलमा सिस्नो होइन यो सिस्नो मलाई हिजो पोलेको यस्तो नराम्रोले अझै पोलिरहेछ यार तर यस्तो छ नि यो नाङ्गे गराएर यो सिस्नो हो नाङ्गे गराएर होइन हो के सिस्नो त्यसैको त हो नि त्यो सिस्नाको उ गर्ने यसलाई हामी नाङ्गो शरीरमा अलिकति सिस्नो लाउने नि यो सिस्नो त यो अर्कै सिस्नो हो यार यो खास यही सिस्नो अर्ग्यानिक थेरापी हो नि बनाउने भन्छ सिस्नो सुन्नु होला सर सुन्नुहोस् यो सिस्नाले शरीरमा 2-4 ठाउँ हान्ने होइन झमझम्ती अनि यो एकदमै पोल्छ यो भनेको एकदम कृत्रिम थेरापी हो मलाई सिस्नाको बारे नसम्झाउनुहोस् हैन थेरापी हो कि कृत्रिम सिस्नाको तरकारी खान मलाई बहुत मनपर्छ तरकारी भने आएन मैले थेरापी मैले अस्ति फर्स्ट टाइम सिस्नोको तरकारी खाएको पर्सिन्छ हामी अब थेरापी गर्न कहाँ सकिन्छ सिस्ना मैले अस्ति फर्स्ट टाइम पनि सिस्नोको तरकारी खाएको घर मलाई बहुत मनपर्छ फर्स्ट टाइम सिस्नो थियो तर थेरापी है चाहिँ नि हाम्रो त्यो भैरवामा पाल्पाको दिदीहरू ल्याउनुहुन्छ क्या थेरापी है छैन सर पहिला अङ्ग्रेजहरू लड्दाखेरि यो उकालो लड्ने बेलामा यो खुर्सानी के अरे सिस्नो सोही जाने समाति जान्थ्यो होइन तर झमे कहाँ गयो यसलाई यो झमे कहाँ गयो यसलाई झमे कुहिरीहरूले यो सिस्नो छोड्दाखेरि होइन पहिला लड्ने बेलामा यो सिस्नो एउटा कुरो है मैले तपाईँलाई सोध्छु यो कुरो सिस्नो नि सास नफेरिकन छुन सकि पोल्दैन र नि छोयो भने त्यो त होला तर झग्यो नि भाइलाई अङ्ग्रेजहरू लड्दै गर्दाखेरि अनि सिस्नो सुन त पुगेछन् होइन नेपालमा त नेपालले जितेको यही हो बुटा पनि करेन्ट छ भनेर भागेको केही गर्न पर्यो राजा हामी तिम्रो गाउँमा आउँदा तिमीलाई अब थेरापी हो मलाई केही चाहिएन पाउनु हो कि नै एकखेर देखेर हुन्छ हिजो साँझ त्यहाँ कामाउने बेला झबै भनेर सोचिरहेको छु दुनियाँमा बिहानै अरूलाई देखिसक्यो भने त अरूले जब देखिसक्यो अन्त पोल्ट्री चिने मान्छेले अन्त चिनेको बनाइसक्यो ठिक छ नि मान्छेलाई पाक्ने सेतो दुधको चिया खाइयो बिहानै उठेर हामी जान खोजेको कता हो यो स्कुल होला होइन स्कुल त आउनु त त घर यहाँ हो यो स्कुल होला तर एउटा कुरा चाहिँ गाउँ चाहिँ छ्याक्कै बिहान छ्याक्कै रहेछ उदादेखिबाट अस्ताउनुसम्म सबै लाग्दो रहेछ घाम यो चाहिँ सरस्वती आधारभूत विद्यालय गोखुङ्गा 7 अरखाँची ल गोखुङ्गा भन्ने ठाउँमा चाहिँ हामी रहेछौँ है अहिले कति साल छ यो सरस्वती आधारभूत रहेछ ल पानीको धारा यो चाहिँ मलाई साह्रै मनपर्छ क्या गिलास बुझाउनु भयो बुझा छैन ल यहाँ पानी यसलाई के 15 भन्ने यसलाई के भन्छ 15 यसलाई के भन्छ 15 भन्छ यसलाई दाइ धारै भन्ने हो यो अब बोरस चाहिएको थियो त बोरस फेरि उही बाटोमा भेट्यो हामी मोटर बाटो जाने कहाँ पुगिन्छ हजुर छैन नि बोरस
लिएर उता अन्त गएर खाने जहाँ पातुङसम्म यहाँ मापा सेसेक पनि हुन्छ तपाईँको हातमा अझै चिया खाँदा है घोरी थियो सेकेन्ड लट है यो फर्स्ट लट हाम्रो चाहिँ दुध चाहिँ फुल देखेको छ त्यहाँ होइन अन्त कतिवटा ठाउँ देखिसक्यो मैले छ्याक्क भोकला साह्रै होइन यसो हो कि बिहानमा यसो खाली पेटमा केही यसो पेट पूजा पनि गर्नुपर्छ क्या हामी हो एउटा गोठ तर गाउँ गएर बस्नु त रमाइलो हुन्छ त है हावापानी क्लाइमेट एकदम राम्रो क्या स्वच्छ वातावरण होइन तपाईँको गुल्मी पनि यस्तै हो दामी छ अझै योभन्दा अलि राम्रो कि यस्तै हो कि यस्तै हो तर लोकेसन ठाउँ चाहिँ अलिक फरक छ ठाउँ चाहिँ अलिक फरक छ डाँडाकाँडा त यस्तै होला नि त होइन ए दामी डाँडा गर्दा होइन बबाल मलाई त मनपर्छ कि यस्तो चिजहरू चाहिँ बेला बेलामा होइन हिँड्नु नमस्ते दाई त्यसपछि 2 घन्टा माथि त्यो के अरे खाडातिर जानु पसल कोही रहेर चाहिँ भोक लाएर चाहिँ बिहान बिहानै ब्रान्च पनि हुनसक्छ आउटलेट हुनु सक्छ साथीले भोकै छु त कता रुपियाँ औषधि खान पाइन्छ